जब तुझसे ना सुलझे तेरे उलझे हुए धंधे, तो भगवान के इंसाफ पे सब छोड़ दे बंदे। खुद ही तेरी मुश्किल को वो आसान करेगा, जो तू नहीं कर पाया वो भगवान करेगा। श्री गणेशाय नमः र मेरो मिनी ब्लगमा फेरि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हो गणेश भगवानको जन्मदिन, जो कि मुम्बईमा धुमधामले मनाउँछ। यहाँनिर डेकोरेसन गरेको छ राम्ररी र यसरी मूर्तिहरू सजाएर डेकोरेसनहरू गरेको रहेछ। यहाँनिर चाहिँ हाम्रो योपालिको र गणेश भगवानको जन्मदिनकोमा पनि मूर्ति ल्याएर पूजा गर्ने गर्दो रहेछन्। यहाँनिर हेर्न सक्नुहुन्छ। अहिले चाहिँ बाहुन आउनु भएको छैन, त्यही लागि खोलेको छैन गणेश भगवानलाई। र गणेश भगवानको जन्म जयन्ती, गणेश चतुर्थी, जन्मोत्सवको उपलक्ष्यमा विशेष शुभकामना सबैजनालाई। र आज गणेश भगवानको शुभ जयन्तीको पावन अवसरमा यहाँ र यहाँको परिवार सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना। भगवान गणेश यहाँको जीवनका सबै विघ्न बाधाहरू हटुन् र सफलता दिलाउनुहोस्। गणेश चतुर्थीको हार्दिक शुभकामना पनि छ। र हेर्न सक्नुहुन्छ यति मजाले पेन्डालहरू बनाएको छ। यहाँको मुम्बईमा भनेपछि गणेशको बहुतै पूजा हुन्छ, किनकि गणेश भगवानको स्टार्टिङ नै पूजा हुन्छ। गणेश भगवानको पूजाको बादमा मात्रै हुन्छ अरू पूजाहरू। विघ्नहर्ता सिद्धिविनायक भगवान गणेशको कृपाले यहाँको हरेक पाइलामा सफलता मिलोस्। बुद्धि र विवेकको ज्योति सधैँ प्रज्वलित रहोस्। गणेश भगवानले यहाँको पनि मनोकामनाहरू पुरा गर्दोस्। श्री गणेशाय नमः। जय श्री गणेशाय नमः। गणेश भगवानकी जय हो। भिडियोलाई लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र यसरी नै माया दिनुहोस्। जय श्री गणेश।